हेलो साथीहरू, यो चाहिँ हामी लास्ट टाइम गोदावरी घुम्न जान गएको भिडियो हो। हामीहरू अनप्लान यतिकै घुम्न गएको थियौँ गोदावरी। ऱ्यान्डमली जाऊँ न त बच्चाहरूको पनि बिदा थियो, कहाँ जाने भन्दा भन्दै अनि यतिकै गोदावरी घुम्न गएको। हामी पनि गएको थिएनौँ, फर्स्टचोटि नै हो। अनि रमाइलो भयो। तर गोदावरीको एरिया त यति ठुलो कि एकदम थके लाग्दो रहेछ घुम्दा घुम्दा। त्यहाँ त खुट्टा दुख्ने मान्छेहरू त जाँदै नगए नै हुन्छ। मेरो बच्चाहरूले नि खुट्टा दुख्यो, झ्याउलायो भन्दै थियो। त्यही पनि हामीले पुरै एरिया नहेऱ्यो भने अलिअलि त हेऱ्यौँ, 2-4वटा ठाउँ छुट्यो होला। अलिअलि फोटोसोटो खिच्यौँ, भिडियोहरू बनायौँ। हल्का नास्ता के अरे खाजासाजाहरू बोकेर गएको थियौँ, त्यो खायौँ। त्यहाँ त मान्छेहरू त पुरा पिकनिक साथी बिच फ्यामिली बिच मजाले पिकनिक आउनु रहेछ। कस्तो रमाइलो गर्ने रहेछ, नाच्ने गाउने एभ्रिथिङ। हामीले त त्यस्तो खासै गरेनौँ, प्लानिङमै गएको थिएनौँ हामी। जस हामीले नि इन्जोय गऱ्यौँ, रमाइलो भयो। यसो घुम्नलाई यसो पिकनिक सिक्निक यसो कहाँ फ्यामिली गेट टुगेदर गर्नु कहाँ जाऊँ भन्नु पऱ्यो भने चाहिँ गोदावरी चाहिँ बेस्ट ठाउँ रहेछ। बेस्ट नै रहेछ, सबै थोक छ क्या। फुलबारीहरू त्यस्तो राम्रो, जङ्गल एरिया, स्पेसहरू नि भएको, सबै राम्रो लाग्यो मलाई चाहिँ। हजुर सबै राम्रो छ, हजुरहरू पनि जानु भएको छैन भने एकचोटि जाँदा चाहिँ ठिकै हुन्छ। तर गर्मी समयमा चाहिँ एकदम गाह्रो हुँदो रहेछ त्यहाँ जानु चाहिँ। गर्मी घाम त्यही त हो नि। रमाइलो भयो हामीलाई नि।